हेलो नमस्ते सबैलाई एन्ड वेलकम टु माई भ्लग। अनि मेरो जो मेरो भिडियो हेर्नुहुँदैछ ह्याप्पी दसैँ सबैजनालाई है। अनि मेरो चाहिँ यो चाहिँ एकदमै के प्रिपेयर गरेर चाहिँ राम्रोसँग दसैँ मनाएको चाहिँ फर्स्ट टाइम हो है। अनि अर्काको ठाउँमा आएपछि चाहिँ दसैँको एकदमै महत्त्वपूर्ण हुँदो रहेछ भन्ने कुरा चाहिँ थाहा भयो है। अनि म चाहिँ आज जमरा काट्दैछु अनि कति हाल्ने दिदी भन्दै सोध्दैछु। दिदीले नि यहाँ माथि पूजा गर्नुहुँदैछ, पितृलाई चढाउँदैछ है। पहिला पितृहरूलाई चढाउँदो रहेछ कि उहाँहरूको, अनि त्यही गर्दैछ। अनि म र दिदी चाहिँ फेरि यहाँ जमरा उन्दैछु कि कसरी गर्ने के गर्ने भनेर है। अनि मेरो त फर्स्ट टाइम हो नि त। अनि जमरा दियो कि दिबो समथिङ के चाहिँदो रहेछ है। म त जमरा मात्रै होला भनेर जमरा मात्रै हालेको थिएँ। अनि फेरि निकालेर अनि दिदीले यो पनि हाल्ने हो नि भनेर फेरि निकालेर फेरि त्यो हाल्न लाग्यो। अनि दिदीले चाहिँ पहिल्यै बनाएर पितृलाई चढाउनु भएको थियो कि, अनि कसरी चलाए रहेछ भन्दै न्युरिँदै हेर्दैछु। अनि त्यही हो, मैले फेरि बनाएँ 2-3टा जति चाहिँ बनाएँ। अनि बनाएर चाहिँ सक्यो। अनि दिदीले फुल किनेर लिएर आउनुभएछ। अनि मैले यो फुल किनेर आएको हेर भन्दै थियो। अनि फेरि हामी दुइटै भित्र अनि फेरि बाहिर आएँ। अनि दिदी र म फेरि यो बनाउन लाएँ। अनि पहिला चाहिँ पितृहरूलाई चढाएर अनि हामीले बनाउने भनेर रेडी पार्दै थिएँ। अनि हाम्रो कपडालाई चाहिँ इग्नोर गरिदिनु होला, गाउनमै बसेको छु। अनि त्यसपछि एकछिन बसेर रेडी हुने भनेर चाहिँ अनि पहिल्यै पूजा मात्रै गर्ने भनेर चित्क पार्ने भनेर गाउनमा गरेको। अनि यस्तो कपडामा भनेर चाहिँ युज नगरिदिनु होला। अनि त्यही हो। अनि दसैँ भनेर चाहिँ नेपालमा भन्दा चाहिँ खासै इम्पोर्टेन्ट लाग्थेन कि, अनि यहाँ आएर चाहिँ यस्तो रहेछ है, यस्तो हुँदो रहेछ है भनेर चाहिँ यसको इम्पोर्टेन्ट चाहिँ बल्ल यहाँ आएर मैले थाहा हुँदैछ है। अनि म चाहिँ यहाँ मेकअप गर्न लागेको छु। अनि मेरो मेकअप हेर्नु है त कस्तो भयो। अनि मेरो मेकअप चाहिँ यस्तो भयो है। म चाहिँ यस्तो मोटाएको कि यहाँ आएर 69 केजी भयो। अब डाइटिङ गर्दैछु अलिअलि। अनि म चाहिँ मेरो कोठा यस्तो मिसी भयो, हेर्नुहोस् भनिदिएको है। अनि साउन्डै आएको थिएन, अनि त्यही भएर मैले भोइस साउन्ड गरेको छु। अनि त्यही हो। अनि यो चाहिँ मेरो ओटिडी भनेर देखाउँदै थिएँ, आजको मेरो ओटिडी भनेर। खै कस्तो देखेको चाहिँ थाहा भएन, तर लगाइहालेँ। अब फेरि कुरा त भएन। अनि यो चाहिँ मेरो मङ्गलसूत्र। अनि फेरि दाइले पनि पितृहरूलाई चढाउँदै थिएँ। अनि दाइले पितृहरूलाई चढाएर हामीलाई लगाइदिनु भयो टिका।
ल्याइदिँदा ढोका छोरीले त झन् कहाँ रोक्ने हो र उल्टा दुई भए मौका लिन्छ के छोरा नातिनी छोरी छोरी म दिदी भएपछि त छोरी हो नि कहाँको नातिनी भन्दै त मलाई अन्टी हुनु परेन अनि नातिनी भन्ने बित्तिकै त अन्टीमा त सरिहाल्यो छोरी भन्ने हो कहाँ हुन्छ र भिडियो गरेको तपाईँ खेल्दैन रोटीहरू सकाउँछु तपाईँ खेल्दैन नमस्ते गर्ने जान्छ त अन्त नमस्ते गर्ने छोरीहरूले त होइन छोरीले ए कहाँ घुसाइदिनु भयो उता नमस्ते नमस्ते गर अब तिमीले नमस्ते मात्रै गर्ने भ्याइयो पुसाइ चुपचाप भयो शान्त हो नि लेमन टी मजा भयो साह्रै धेरै हल्ला गरेर नि मजा आउँदैन कि 50,000 कर्णाले पठाएको